Start today, not tomorrow. आज सुरु गर्नुस्, अहिले सुरु गर्नुस्, भोलि होइन। स्मल स्टेप्स बिग चेन्ज। सानो पहिला ठुलो परिवर्तन। हामी चाहिँ सबभन्दा पहिला डिफिकल्ट वर्ड्स बुझ्छौँ। यहाँ प्रोग्रेस छ। प्रोग्रेस भनेको हामी अझैदेखि पढिरहेको छु। यसको प्रोनाउन्सिएसन भनेको प्रो प्लस गेस, प्रोगेस हुन्छ, प्रोग्रेस हुन्छ। प्रोग्रेस भनेको प्रगति हो, उन्नति हो, विकास हो, वृद्धि हो। नेक्स्ट हो कन्फिडेन्स। कन्फिडेन्स भन्नुपर्दा आत्मविश्वास हो। पर्फेक्सन, पर्फेक्सन भनेको पूर्णता। जर्नी भनेको यात्रा। अर्को चाहिँ सबटल। यो चाहिँ वर्ड्स भनेको फर्स्ट टाइम तिमी सुनिरहेको होला। सबटल भनेको सानो तर महत्त्वपूर्ण कुरा, सूक्ष्म हो। जस्तो कि माइक्रो अर्गनिजम भनेको सानो हुन्छ तर एकदमै महत्त्वपूर्ण हुन्छ। भिक्ट्री भनेको विजय, जित, सफलता। इक्जाम्पल पनि दिएको छ। स्मल प्रोग्रेस एभ्री डे लिड्स टु बिग सक्सेस। स्मल प्रोग्रेस एभ्री डे लिड्स टु बिग सक्सेस। हरेक दिनको सानो उन्नति जसले के गर्छ? ठुलो सफलता ल्याउँछ। कन्फिडेन्सको पनि इक्जाम्पल दिएको छ। कन्फिडेन्स कन्फिडेन्स भन्नुपर्दा आत्मविश्वास। कन्फिडेन्स हेल्प्स यु स्पिक विदाउट फियर। आत्मविश्वासले हेल्प गर्छ, सहयोग गर्छ तिमीलाई बिना डरको बोल्नको लागि। पर्फेक्सन भन्नुपर्दा पूर्णता हो, एकदम ठिक। डोन्ट वेट फर पर्फेक्सन, स्टार्ट टुडे। पूर्णताको लागि, एकदमै सही हुनको लागि कहिले पनि पर्खिनु पर्दैन, रुक्नु पर्दैन। स्टार्ट टुडे, आज, अहिले स्टार्ट गर्नुपर्छ। जर्नीको पनि इक्जाम्पल दिएको छ। एभ्री ग्रेट जर्नी बिगिन्स विथ ए स्मल स्टेप। हरेक सानो यात्रा, हरेक ठुलो यात्रा एउटा सानो पहिलाबाट स्टार्ट हुन्छ। नेक्स्ट छ, a small subtle change can create a big impact. A small subtle change, एउटा सानो सूक्ष्म परिवर्तन, क्रिएट अ बिग इम्प्याक्ट, ले ठुलो प्रभाव पार्न सक्छ। योर भिक्ट्री इज इन योर डेली इफोर्ट्स। तपाईको जित तपाईको हरेक दिनको गतिमा, बलमा छ। यो मिनिङहरु छ। प्रोग्रेस, प्रगति, कन्फिडेन्स, आत्मविश्वास, पर्फेक्सन, पूर्णता, जर्नी, यात्रा। सबटल, सबटल भनेको सानो तर महत्त्वपूर्ण। भिक्ट्री, विजय, सफलता। इक्जाम्पल पनि दिएको छ। डे 1 मा जसरी, यदि फर्स्ट टाइम तिमी इङ्ग्लिस बोल्छौ, आई गो टु स्कुल, आई गो स्कुल, टु लगाउँदैनौ। अर्को दिन तिमी आई गो टु स्कुल बोल्छौ, यदि प्रयास गर्यो भने, हरेक दिन प्रयास गर्यो भने। त्यसै गरी नेक्स्ट डे
आई गो टु स्कुल एभ्री डे बोल्छौ। त्यसपछि बोल्दा बोल्दा जब भोकाबुलरी तिमीहरूसँग भइहाल्छ, वर्ड्स आइहाल्छ भने तिमी मिलाएर राम्रोसँग बोल्न सक्छौ। आई गो टु स्कुल एभ्री डे बिकज आई वान्ट टु लर्न। सी द डिफरेन्स, फरक हेर्नु, स्टेप बाई स्टेप, हरेक पाइलामा। नो प्रेसर, जस्ट प्रोग्रेस। हरेक दिन कुनै पनि काम गर्दा एकैचोटि गर्दा प्रेसर हुन्छ, तर हरेक दिन थोरै थोरै गर्दा प्रेसर हुँदैन, कुनै पनि टेन्सन हुँदैन, बरु के हुन्छ त उन्नति हुन्छ, विकास हुन्छ। नट रन, वक बट डु नट स्टप। दौड्नु हुँदैन, हिँड्नु पर्छ, रुक्नु पर्दैन। योर भोइस मेटर्स, योर थट्स मेटर्स। तपाईको आवाजले मेटर गर्छ, विचारले मेटर गर्छ। इङ्ग्लिस इज जस्ट अ टुल टु एक्सप्रेस देम। इङ्ग्लिस मात्र एउटा भाषा हो जसले तपाईँ, एउटा टुल हो, औजार हो जसले तपाईँ एक्सप्रेस, अभिव्यक्ति गर्न सक्नुहुन्छ। सो स्टार्ट टुडे, नोट टुमोरो। त्यही भएर आजै स्टार्ट गर्नुपर्छ, भोलि होइन। नो नेक्स्ट विक, अर्को हप्ता पनि होइन, आज। स्पिक one sentence, then another, and one day without realizing you will be fluent. एउटा सेन्टेन्सदेखि सुरुवात गर्नु, फेरि अर्को सेन्टेन्स, फेरि अर्को सेन्टेन्स। एक दिन यस्तो आउनेछ कि तपाईँ अलरेडी फ्लुएन्ट हुनुपर्ने, भइसकेको हुनुपर्नेछ। नट पर्फेक्ट बट कन्फिडेन्ट। पूर्णता होइन तर आत्मविश्वासी बन्नु। एन्ड कन्फिडेन्स इज मोर पावरफुल देन पर्फेक्सन। र आत्मविश्वास भनेको पर्फेक्सन भन्दा धेरैभन्दा धेरै शक्तिशाली हुन्छ। किप गोइङ, अगाडि बढिरहनु। किप स्पिकिङ, बोलिरहनु। किप बिलिभिङ, विश्वास गरिरहनु। योर जर्नी हेज अलरेडी बिगन, तपाईँको यात्रा सुरु भइसकेको छ। एन्ड वेन योर जर्नी बिगिन्स, समथिङ भेरी क्विट बट भेरी पावरफुल स्टार्ट चेन्जिङ इनसाइड यु। जब तपाईँको यात्रा सुरु हुन्छ, हुनसक्छ एकदमै सानो, तर केही न केही तपाईँभित्र एकदमै शक्तिशाली परिवर्तन भइरहन्छ। एट फर्स्ट, सुरुमा यु डोन्ट नोटिस इट, तपाईँलाई थाहा लाग्दैन। इट इज नट लाउड, यो ठुलो हुँदैन। इट इज नट ड्रामेटिक, इट इज स्मल, यो ड्रामेटिक पनि हुँदैन, यो चाहिँ के हुन्छ त स्मल हुन्छ। इट इज सब्टल, सूक्ष्म हुन्छ तर महत्त्वपूर्ण हुन्छ। बट इट इज रियल, तर यो वास्तविक परिवर्तन हुन्छ। one day, एक दिन, यु विल से अ सेन्टेन्स विदाउट थिङ्किङ। तपाईँ एक दिन, तपाईँ अहिले प्रगति गरिरहनुहुन्छ भने, हरेक दिन तपाईँ मेहनत गर्नुहुन्छ भने, हरेक दिन सिक्नुहुन्छ भने, एक दिन कुनै सेन्टेन्स बोल्नको लागि तपाईँले सोच्नु पर्दैन, जस्ट आफै नेचुरली आउँछ। आई अन्डरस्ट्यान्ड, म बुझ्छु। एन्ड यु विल पज फर अ सेकेन्ड एन्ड स्माइल। तपाईँ एकछिनको लागि रुक्नुहुन्छ अनि मुस्कुराउनुहुन्छ, बिकज यु नो हाउ फार यु हेभ कम। त्यो दिन तपाईँलाई लाग्छ कि कति तपाईँ टाढा आइसक्नु भएको छ। द्याट स्माइल इज योर भिक्ट्री, त्यो मुस्कुराहट तपाईँको जित हुन्छ। त्यही भएर के गर्नुपर्छ त सिक्नुपर्छ। यु आर नट लर्निङ इङ्ग्लिस, तपाईँ अङ्ग्रेजी सिकिरहनु भएको छैन। यु आर बिल्डिङ योर फ्युचर, तपाईँ आफ्नो भविष्य बनाउनु भइरहेको छ। योर फ्रिडम, योर कन्फिडेन्स, तपाईँको स्वतन्त्रता र तपाईँको आत्मविश्वास। त्यही भएर हामीलाई सानोबाट स्टार्ट गर्नुपर्छ बोल्नको लागि। आई गो स्कुल, आई गो टु स्कुल, आई गो टु स्कुल एभ्री डे, आई गो टु स्कुल एभ्री डे बिकज आई वान्ट टु लर्न। म हरेक दिन विद्यालय जान्छु, स्कुल जान्छु, म किनकि सिक्न चाहन्छु। ओके, यस। एक सानो कदम आज, ठुलो सफलता भोलि। वान स्मल स्टेप टुडे, या स्टेप भनेको कदम हो, पाइला हो। बिग सक्सेस टुमोरो। यो कोटेसनहरू याद गरिराख्नुपर्छ। कन्सिस्टेन्सी टुडे, कन्फिडेन्स टुमोरो। आजको निरन्तरता, भोलिको आत्मविश्वास।
सक्सेस फर एभर, सफलता सधैँको लागि। ओके, एनीवन डु यु वान्ट टु रिड दिस डे वान? कोही रिड गर्न चाहन्छ, पढ्न चाहन्छ? यहाँदेखि सुरु गरेर त पढ त, आई गो स्कुलदेखि Yes, sir. रिडिङ गर त यहाँबाट। I to school. रिडिङ गर, सर पढ्नु छ? पढ न। I go I go school. I go to school. I go to school every day. And I go to school every day because I want to learn. See the difference step by step. No pressure, just progress. Do not run, walk, but do not step. Your voice matters. Your thug thug matter. English is just a tool to express them. Uh, so start today, not tomorrow, not next week. Today speak one sentence, then another, and confidence is more powerful than preparation. Keep going, keep speaking, keep believing. Your journey has already begun, and when your journey begins, something every cute but very powerful starts charging inside you at first. You don't notice it. It is not loud. It is not dra- dram- dramatic. It is small. It is some- what is a real. We will we will sentence without things just naturally. I understand, and you will pause for a second, and because you know how far you have come, that smile is your factory. You are not learning speak. You are building your future, your freedom, your confidence. ओके, अर्कोजना पढ त। I go school. I go to school. I go to school. I go to school every day because I want to learn. See the difference step by step. No pressure, just progress. Do not run, walk, but do not stop. Your voice matters. Your thought matters. English is just a tool. I experience them. So start today, not tomorrow, not next day, next week today. Speak one sentence, then another, and one day with without realizing you you will be fluent, not perfect, but confidence, and confidence is more powerful than preparation. Keep going, keep keep in speaking, keep believing. Your journey has already been begun, and when your journey begins, sometime something very quick but
very powerful starts changing inside you. At first, you don't notice it is not loud. It is not dap- dramatic. It is small. It is subtle, but it is real. One day you will say a sentence without thinking, just naturally. I understand, and you will pause for a second and smile because you can know how far you have come. That smile is your factory. You are not learning English. You are building your future, your freedom, your confidence. You okay हो? No. Cannot know. तिमी के पढ्यौ भाइ? Can अब के पढ्ने? know. हो, के साइलेन्ट हुन्छ? के साइलेन्ट छ? यसको मतलब थाहा छ? नो मिस जान्नु। हो, जान्नु। ल यसमा केही सोध्नु पर्ने छ भने मलाई भन त कसरी के बुझाउँ तिमीहरुलाई यसमा? ल म तिमीहरुसँग केही प्रश्न सोध्छु ल, तिमीहरुलाई याद छ कि छैन? स्टेप मिस के हुन्छ? सिम्पल कुरा हो, स्टेप मिस के हुन्छ? Adam. कदम, पाइला पनि हुन्छ। चेन्ज मिस के हुन्छ? परिवर्तन गर्नु। परिवर्तन, सही हो। डिफरेन्स मिस के हुन्छ? डिफरेन्स मिस फरक। फरक, सही हो। प्रेसर मिस के हुन्छ? प्रेसर मिस प्रेसर मिस के हुन्छ? थाहै छैन कसैलाई। प्रेसर मिस चाप। प्रेसर हुँदैन, भन्छ प्रेसर मतलब दिइरहेको चाप दिइरहेको छ, टेन्सन दिइरहेको छ नि, त्यसलाई प्रेसर भन्छ। प्रेसर। प्रोग्रेस मिस प्रगति। प्रगति, प्रगतिको मतलब बुझ्छौ? यस सर। बोल। कुनै काममा प्रगति ल्याउनु मतलब कुनै काम गरिरहेको त्यसमा पाउनु। अगाडि बढ्नु। हो, सही हो, सही हो। लर्न मिस के हुन्छ? सुन्नु। लर्न, लर्न। सुन्नु। लर्न मिस रिलेटिङ मिस के हुन्छ? सम्बन्ध हुन्छ कि के? लर्न, लर्न, LEARN, लर्न मिस के हुन्छ? सिक्नु। सिक्नु हुन्छ। के हुन्छ? सिक्नु। सिक्नु। मेटर मिस के हुन्छ? मेटर्स मिस पदार्थ। हो, मेटर्स मिस वस्तु, पदार्थ। मेटर मिस यहाँ साइन्समा पदार्थ वस्तु भयो, तर यो तिमी पढिरहेको छौ नि यहाँ, मेटरको दुईवटा मिनिङ छ सेन्टेन्स अनुसार। यहाँ मुद्दा हुन्छ। के हुन्छ त? मुद्दा मतलब पैसा। न, मुद्दा भनेको कुरा। कुन मुद्दा छ? के मुद्दा छ? मुद्दा भनेको कुनै बात। मुद्दा बुझ्यो? सही हो। रिलेसन के छ यो? विदाउट रिलेसन। रिलेजिङ कहाँ छ रे? यहाँ छैन। स्पेलिङ भन, Then स्पेलिङ भन। another and REALIZING रिलेजिङ। रियलाइजिङ कहाँ छ? मलाई बता न, रियलाइजिङ कहाँ छ पहिला? सर यहाँ छौटो यहाँ छ, यहाँ छ। चौथो यही हो। चौथो
हो सेन्टेन्समा यहाँ छ रियलाइजिङ भनेको महसुस गर्नु कुनै कुरा महसुस गर्दैन फिलिङ गर्छ नि त फिलिङ गर्छ रियलाइज गर्छ विचार गर्छ विचार गर्नु महसुस गर्नु सोच्नु बुझ्यो हो ल अर्को केही सोध त यसबाट कुनै कुरा नबुझेको रियलाइजिङ भनेको बुझ्यो कि बुझेन सर बुझ्यो फ्लुएन्ट भनेको के हुन्छ फ्लुएन्टको अर्को इङ्ग्लिसमा के भन्ने फ्लुएन्टलाई अर्को वर्ड इङ्ग्लिसमा पर्फेक्टली हो पर्फेक्सन भन्ने पर्फेक्सन भनेको फ्लुएन्ट भनेको एउटै कुरा हो पर्फेक्सन मिन्स के हुन्छ पूर्णता फ्लुएन्ट भनेको पनि पूर्णता पर्फेक्सन भनेको कुनै पनि काम 100% सही गर्छ नि त्यसलाई भन्छ पर्फेक्सन भन्छ फ्लुएन्ट भने पनि त्यही हो 100% कुनै पनि काम गर्छ भने सही गर्छ त्यसलाई फ्लुएन्ट भन्छ जस्तै कि कोही इङ्ग्लिस स्पिकिङ 100% गरिएको छ भने फ्लुएन्ट हो फ्लुएन्ट भनेको फास्ट होइन फ्लुएन्ट भनेको हामी के पढेको थियो क्ल्यारिटी प्लस कन्फिडेन्स स्पष्ट बोली हुनु पर्यो एकदमै स्पष्ट हुनु पर्यो क्ल्यारिटी हुनु पर्यो अनि आत्मविश्वास हुनु पर्यो कन्फिडेन्स हुनु पर्यो बुझ्यो अनि मात्र के आउँछ त पर्फेक्सन अथवा फ्लुएन्सी आउँछ ओके हैन अरु केही सोध्नु यसबाट भन त Do you want to ask anything? No. सर यो रिलेसनको के फाइदा रियलाइजिङ नि छ यो रियलाइजिङ छ यही नि भनिरहेछौ सर रियलाइजिङ रियलाइजिङ भनेको विचार गर्नु महसुस गर्नु सोच्नु विचार गर्नु यसले तिम्रो आफ्नो दिमागमा याद राख यो जब रियलाइजिङ आउँछ नि त यसको दिमागमा राख्न कि यस्तो कुरा हो जुनमा महसुस गर्नु हो अथवा विचार गर्नु हो अथवा सोच्नु हो यही कुरा हो बुझ्यो सर नेचुरली को सर हो नेचुरली कहाँ छ लास्ट को नेचुरली भन्ना त्यो भन्दा माथिको कुरा थाहा छ तिमीलाई यहाँ छ कीप गोइङ को मतलब थाहा छ के हुन्छ गोइङ जानु कीप गोइङ भनेको गइरहनु जब कीप कुनै पनि शब्दको अगाडि कीप आइहाल्छ भने त्यो काम निरन्तर रूपमा भइरहन्छ जस्तो कि कीप गोइङ गइरहनु कुनै जस्तो कीप कुकिङ पकाइरहनु कीप स्पिकिङ बोलिरहनु कीप बिलिभिङ विश्वास गरिराख्नु कीप रनिङ दौडिरहनु कीप लिसनिङ सुनिरहनु कीप इटिङ खाइरहनु कुनै पनि भर फोरको अगाडि कीप आइहाल्छ भने त्यो काम कन्टिन्युअस भइरहन्छ बुझ्यो इक्जाम्पल बुझायो नि त जस्तो कि तिमीहरू म पढाइरहेको छु भने कीप टिचिङ पढाइरहनु तिमीहरू बोलिरहेको छु भने कीप स्पिकिङ तिमीहरू पढिरहेको छु भने कीप रिडिङ ओके न तिमी कुनै काम गरिरहेको छौ भने कीप वर्किङ भनेको त्यो काम गरिरहनु यहाँ चाहिँ के छ कीप गोइङ गइरहनु कीप स्पिकिङ बोलिरहनु कीप बिलिभिङ भनेको विश्वास गर्नु तर कीप आइहाल्यो भने विश्वास गरिरहनु स्पिकिङ भनेको बोलिरहनु तर कीप आयो भने एकदमै बोलिरहनु ठीक छ यस सर अर्को पावरफुल भनेको के हो पावरफुल भनेको शक्तिशाली भेरी गुड पावरफुल भनेको शक्तिशाली बिगन यहाँ बिगिन्स एउटा आएछ बिगिन्स भनेको भर 5 हो भर 1 भनेको BIN भयो बिगिन भयो यो बिगिन भयो बिगिन भनेको सुरु गर्नु सुरु हुन्छ नि स्टार्टिङ हुन्छ स्टार्ट को अर्को वर्ड के हो बिगिन हो ठीक छ यहाँ बिगिन्स भनेको भर 5 भयो यहाँ बिगन भनेको भर्ब 3 भयो के त यो
भर्ब 3 हो। verb 3 हो BEGAN बिगेन भनेको के हो त? verb 2 भर्ब 2 भयो। बुझ्यो? भर 1 हो बिगिन Yes, sir. भनेको भर्ब 1 भयो। ठीक छ? IN आयो भने भर्ब Yes, 1, AN आयो भने भर्ब 2, UN आयो भने भर्ब 3, ING आयो भने भर्ब 4, INS आयो भने भर्ब 5। ठीक छ? yes, sir. यसको मतलब बुझ्न जब यो शब्दमा आउँछ भने बुझ्न कि सुरु भइरहेछ कुनै काम। ठीक छ? Sir. ओके नेक्स्ट भनेको यहाँ के नबुझेको तिमी? जर्नी भनेको यात्रा। जर्नी भनेको यात्रा यात्रा। कुनै पनि काम सुरु हुन्छ नि त्यसलाई जर्नी भन्छ। ठीक छ? ल अर्को छ भेरी यहाँ अर्को यहाँ छ QUIET यसलाई भन्छ क्वाइट। क्वाइटको दुईवटा स्पेलिङ हुन्छ QUIET चुपचाप। एउटा जस्तो समथिङ भेरी क्वाइट बट भेरी पावरफुल। यहाँ क्वाइटको मतलब एउटा चुपचाप हुन्छ, एउटा क्वाइटको मतलब सानो पनि हुन्छ, सूक्ष्म हुन्छ। Yes, यहाँ sir. के हो? समथिङ भेरी क्वाइट भनेको एकदमै सानो छ। बट ड्रामेटिक। ड्रामेटिक मतलब के हुन्छ? क्वाइट भनेको यहाँ शान्त पनि भयो र सानो पनि भयो। ड्रामेटिक भनेको नाटकीय। नाटक कुनै गर्दैन? नाटक ड्रामा गर्दैन? Yes, sir. हो ड्रामा ड्रामेटिक Table भयो, पर के हुन्छ? नाटकीय भयो। यहाँ चाहिँ सबटल छ। के छ? SUBTLE। सबटल भनेको कुनै पनि कुरा जुन चाहिँ धेरै सानो हुन्छ तर जरुरी हुन्छ। जस्तो कि सोना भयो। सोना कति सानो हुन्छ तर इम्पोर्टेन्ट हुन्छ कि हुँदैन? हुन्छ। हो सबटल भनेको सोना बुझ कि सोना छ अनि के हो महत्त्वपूर्ण छ तर सानो छ। ठीक छ? Yes, sir. अँ बुझ्यो? बट Yes, इट sir. इज रियल। Sir, रियल सत्य पनि हुन्छ। ठीक छ? अर्को Yes, छ sir. sir, थिङ्किङ। थिङ्किङ भनेको विचार गर्नु। थिङ्किङ भनेको विचार गर्नु, सोच्नु, विचार गर्नु। महसुस गर्नु। त्यही कुरा हो, ख्याल गर्नु पनि भयो। नेचुरली भनेको के भयो? नेचुरली भनेको जस्तो कि संसारमा दुईवटा कुरा छ, एउटा मान्छेले बनाएको छ, एउटा क्रिएटरले जसले बनाएको छ, पुरै संसार बनाएको छ क्रिएटर, त्यसलाई भन्छ गॉड भन्छ, भगवान भन्छ, अल्लाह भन्छ। बुझ्यो नि त? क्रिएटर Yes, sir. नेचुरली बनेको छ। जस्तो कि कोही मान्छे नेचुरली बोलिरहेको छ, जस्ट नेचुरली। जस्तो कि हामी आफ्नो भाषा, आफ्नो आमा बुवाको भाषा हामी कति सोचेर बोल्नुपर्छ त? होइन। सोचेर बोल्नु, नेचुरली बोल्छौ। हो त्यही यहाँ नेचुरली भनेको के हो? प्राकृतिक रूपमा। नेचुरलीको नेपाली मिनिङ हुन्छ प्राकृतिक रूपमा। तर तिमीलाई बुझाउनको लागि भन्छु कुनै पनि कुरा त्यस्तो जुन चाहिँ आफैबाट हुन्छ, आफैबाट बनेको छ। ठीक छ? मान्छेले sir. बनाएको छैन, आफैबाट आउँछ। अन्डरस्ट्यान्ड भनेको बुझ्नु। अन्डरस्ट्यान्ड भनेको सर सर मान्छेले बनाएको हुन्छ त्यसलाई के भन्छ? त्यसलाई भन्छ म्यानमेड भन्छ। त्यसलाई म्यानमेड भन्छ, एउटा आर्टिफिसियल भन्छ। दुईवटा कुराबाट एउटा कुनै बन्न सक्छौ। ठीक छ? आर्टिफिसियल भन या म्यानमेड भन। ओके Yes, Yes, sir. sir. ठीक छ? Yes, sir. ओके अर्को चाहिँ यसमा के न रियल भनेको वास्तविक। रियल भनेको साँचो वास्तविक। हो, झुट होइन। एउटा झुट हुन्छ अनरियल। रियलको उल्टा अनरियल हुन्छ। रियलको उल्टा के हुन्छ त? अनरियल हुन्छ। रियल भनेको ठिक, सही, साँचो, वास्तविक। अनरियल भनेको झुट हो, डुप्लिकेट। बुझ्यो नि त? Yes, सर sir. यो माथि के चार्जिङ इनसाइड मतलब कहाँ छ? पुरै रियल्स को माथि इनसाइड हो। चेन्जिङ भनेको परिवर्तन। चेन्जिङ भनेको परिवर्तन। इनसाइड भनेको भित्र। जस्तो कि यहाँ के छ? बट भेरी पावरफुल स्टार्ट चेन्जिङ इनसाइड यु। यु भनेको तिमी, इनसाइड भनेको भित्र। तिमी भित्र चेन्जिङ परिवर्तन स्टार्ट हुन्छ। भेरी पावर भनेको धेरै शक्तिशाली परिवर्तन। बुझ्यौ? Yes, sir. हो इनसाइड भनेको भित्र, यु भनेको तिमी भित्र, चेन्जिङ भनेको परिवर्तन, स्टार्ट भनेको सुरु हुन्छ, भेरी पावरफुल भनेको धेरै शक्तिशाली। नोटिस भनेको विचार गर्नु। नोटिस भनेको विचार गर्नु। विचार गर्नु। ठीक छ? Yes. ओके ओके लाउड भनेको लाउड भनेको लाउड भनेको के भयो त? लाउड भनेको ठुलो स्वरले आवाज दिनु हो। त्यसलाई नेपालीमा
आधा स व र पनि भन्छ, यसलाई आवाज पनि भन्छ, यसलाई ध्वनि पनि भन्छ। Yes. ध्वनि, बुझ्यौ? Yes, sir. हो, Yes, sir. ओके। Another. अर्को के छ? Another. अनोडर भनेको अर्को, अनोडर भनेको कहाँ अनोडर छ? अनोडर कहाँ छ? Another. ल, One sentence then another. कहाँ छ भाइ? एट फर्स्ट यु डोन्ट नोटिस, नोटिस भनेको विचार गर्नु, ठीक छ? ध्यान दिनु। नोटिस भनेको के भन्छ? ध्यान दिनु। नोटिस भनेको विचार गर्नु ध्यान दिनु, विचार गर्नु। ध्यान दिनु, विचार गर्नु, ठीक छ? विचार गर्नु हो, ओके ओके। अनोडर भनेको कहाँ छ मलाई थाहा छैन, तर अनोडर भनेको अर्को हुन्छ। यहाँ छ अनोडर। अनोडर भनेको अर्को, अनोडर भनेको अर्को हो। अनोदरको अर्को पनि हुन्छ OTHER, अदर। अदरको पनि भने अर्को भयो। NEXT, नेक्स्टको मतलब पनि अर्को भयो। ANOTHER जो हुने छ यो पनि अर्को भयो। बुझ्यौ? Sir, expect the express EXPRE, yes. हो, एक्सप्रेस कहाँ छ भाइ? EX जहाँ पनि होला, ठीक छ, यहाँ म बुझाइदिएको छु। एक्सप्रेस भनेको अभिव्यक्त गर्नु। अब अभिव्यक्त भनेको के हुन्छ? कुनै पनि मान्छेले आफ्नो बोलीलाई राख्यो, त्यो पनि आफ्नो बोली व्यक्त गर्यो। आफ्नो सोचलाई राख्यो भने त्यो सोच व्यक्त गर्यो। बुझ्यो? Sir, अरूलाई भन्छ भने हो, होइन, आफ्नो धारणा राख्नु, त्यसलाई भन्छ अभिव्यक्ति गर्नु, विचार गर्नु। आफ्नो विचार राख्नु, त्यसलाई एक्सप्रेस भनेको अभिव्यक्त गर्नु। जस्तो कि म शान्त बसिरहेको छु, अनि कोही मान्छे मसँग कुराकानी गर्न आयो, मैले आफ्नो विचार व्यक्त गरिदियो। आई एक्सप्रेस्ड माई थट, मैले आफ्नो विचार व्यक्त गरेँ। पर्फेक्सनको अर्थ के हुन्छ सर? पर्फेक्सन भनेको पूर्णता भनेको थिएन तिमीहरूलाई? पर्फेक्सन भनेको पूर्णता हो, ठीक छ? पूर्णता भनेको कुनै पनि काम 100% हुनु। बुझ्यो? फ्लुएन्सी, ठीक छ? यस सर। अरू केही सोध्नु पर्छ? छैन। ल, क्लासलाई इन्ड गर्ने कि केही सोध्नु पर्ने छ? यहाँ म फेरि सिकाउँछु केही। लर्निङ भनेको सिक्नु, बिल्डिङ भनेको के गर्नु? बिल्ड भनेको थाहा छ? युआर बिल्डिङ युर फ्युचर। बिल्डिङ भनेको बनाउनु, बिल्डिङ भनेको निर्माण गर्नु हो, निर्माण गर्नु, बनाउनु, निर्माण गर्नु, बनाउनु। युआर बिल्डिङ युर फ्युचर, तपाईँ आफ्नो भविष्य बनाइरहनु भएको छ, निर्माण गरिरहनु भएको छ। फ्रिडम भनेको स्वतन्त्रता, स्वतन्त्र। फ्रिडम भनेको स्वतन्त्र भनेको फ्री हुनु, स्वतन्त्र हुनु, ठीक छ? कन्फिडेन्स भनेको आत्मविश्वास, कन्फिडेन्स भनेको आत्मविश्वास, आत्मविश्वास हो। लीड्स केही सोध्नु पर्ने छ? के हुन्छ सर? के लीड्स LEADS कहाँ छ भाइ? एग्जाम्पल सेन्टेन्स फर्स्ट अथि में। ओहो, यहाँ छ। लिड्स भनेको नेतृत्व गर्नु। जस्तो कि कोही मान्छे, कोही लिडर छ हैन, तिम्रो गाउँको वार्ड अध्यक्ष छ कि छैन? हो, त तिम्रो वार्ड अध्यक्षले के गर्छ? पुरै गाउँलाई लिड गर्छ कि गर्दैन? नेतृत्व गर्छ कि गर्दैन? गर्छ। हो, एउटा क्लासमा मोनिटर हुन्छ भने त्यसलाई पनि के गर्छ? लिड्स गर्छ। लिड भनेको लिडिङ गर्नु, नेतृत्व गर्नु। भन्दै नेता बनिरहेछ भने त्यसलाई भन्छ लिड भन्छ, लिडिङ भन्छ। बुझ्यो? हो। यहाँ चाहिँ स्मल प्रोग्रेस एभ्री डे लिड्स अ बिग सक्सेस। सानो प्रगति हरेक दिनको सानो सानो प्रगतिले ठुलो सफलताको नेतृत्व गर्छ, बढाउँछ। बुझ्यो? यस सर। अरू केही? यस सर। छैन अब। ल, हामी चाहिँ लेसनलाई यही एन्ड गर्छु ल। यो चाहिँ म युट्युबमा भिडियो हाल्छु, त्यही भएर यसलाई युट्युबको 16:9 मा यसलाई मैले आज गरेको छु। तिमीहरू टिकटकमा लाइक किन गर्दैनौ? कमेन्ट पनि गर्दैन? आउँदैन। तिमीहरू उम्मीद इंग्लिश सर्च गर्छौ नि त आफै आइहाल्छ। यस सर। उम्मीद इंग्लिश को अर्थ के हुन्छ? उम्मीद इंग्लिश के भन्यो भाइ? क्रिएट्स।
यो टिकटकमा आइडी छ मेरो किरी- मिट इङ्ग्लिस। ए भाइ रे यो के भयो?